सामाजिक सञ्जालको प्रयोग अहिले घट्दो क्रममा रहेको पाइएको छ। द फाइनान्शियल टाइम्समा प्रकाशित भएको एक अध्ययन अनुसार 50 देशका करिब 2,50,000 अनलाइन प्रयोगकर्ताहरूको सर्वेक्षण गर्दा सामाजिक सञ्जालको प्रयोग करिब 10% घटेको देखिएको छ। यो गिरावटको अगुवाई मुख्यतः युवा पुस्ताले गरिरहेको छ। इन्टरनेटलाई जीवनको अभिन्न अङ्ग बनाएको यही पुस्ता, अझ विशेष गरी जेनजी पुस्ता, अहिले यसप्रति क्रमशः निष्क्रिय बन्दै गइरहेको छ। सामाजिक सञ्जालको अत्यधिक व्यवसायीकरण यसको प्रमुख कारण बनेको छ। प्रयोगकर्ताको फिड अहिले विज्ञापन, दोहोरिएका ट्रेन्डिङ रिल्सहरू र एआईले बनाएका अर्थहीन सामग्रीले भरिन थालेको कारण पोस्टिङ जिरोको अवस्था देखा परेको हो। द न्युयोर्करका काइल चेकाले आफ्नो साप्ताहिक स्तम्भ इन्फिनिट स्क्रोलमा यो शब्द प्रयोग गरेका हुन्। यसको अर्थ सामान्य प्रयोगकर्ताले दैनिक जीवनका कुराहरू सामाजिक सञ्जालमा सेयर गर्ने चलन दिन प्रतिदिन कमजोर हुँदै जानु हो। अर्थात् मानिसहरू अनलाइनमा त हुन्छन्, तर उनीहरू आफ्नो बारेमा सामाजिक सञ्जालमा केही पनि पोस्ट गर्दैनन्। प्रयोगकर्ताले सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत जीवनका तस्बिर वा विवरण पोस्ट गर्न छाड्ने प्रवृत्तिलाई पोस्टिङ जिरोको नाम दिइएको हो।